हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। अनि आफ्टर लङ टाइम मेरो फेरि एउटा ब्लग आएको छ होइन। अनि हजुरले भन्नु थियो होला म कहाँ हरायो मान्छे कहाँ हरायो भन्नु थियो होला। त्यही मेरो खास चाहिँ त्यही हेर्ने भ्युर्स त छैन होइन ब्लगमा। त्यही बहिनी अलिअलि त हुनुहुन्छ नि त, कहाँ हरायो भन्नुभएको थियो होला होइन। अनि म चाहिँ टुवेल्भको एक्जाम दिएँ, अनि त्यसपछि मैले कन्टिन्यू गर्न सकिनँ होइन। अनि आज त हल्का एउटा भिडियो ल्याउने कोसिस गरेछु। हाम्रो हिरो यहाँ च्यात्त डरबार घुमेर बसिसक्यो। आयो भने हामी चाहिँ डरबा आएको होइन। अनि अलिक मुनिको भ्यू चट्ट दामी देखेको छ होइन। सर र यो त नरिबेलको होइन हो, के अरे सुफारी हेर्ने हो, सुफारीको बोटो के हुन्छ। ल हामी डरबा नै घुमिसक्यो होइन। अनि मैले पहिल्यै भिडियो गलाएको थिएँ कि, अनि बाटोमा मैले गरिनँ। सलनको म्युजियम गोर्खाको म्युजियम मुनि छ होइन। अनि हामी चाहिँ टपमा छौँ कि अहिले होइन। ठिक छ, आज मैले भिडियो स्टार्ट गरिछु होइन। अनि हेरेर साथ सब दिनु होला होइन। धेरै पछि ल्याएको, हल्का भ्युज बढाउनु न भने हेर्न लाउनु न, अरूलाई नि फुल हेर्नु न, मलाई नि हल्का फाइदा होस् न होइन। यत्रो भिडियो गर्छु अनि भ्युजै आउँदैन होइन। त्यही मैले कन्टिन्यू गरेको थिइनँ होइन। अब कन्टिन्यू गर्छु, हजुरहरूको भाइले कन्टिन्यू गर्छ होइन। हेर्नु होला मजाले, ट्याग अलिसक्यो होला, छोटो मिठो हुन्छ कि होइन। अब बिस्तारै म भिडियो ल्याउँछु, कन्टिन्यू गरी हेर्नु होला। ल अब हामी यहाँ मजाले भिडियो सुरु गर्छौँ। अनि यहाँ फोटोसोटो खिच्छौँ। दरबार यही हो होइन, गोर्खा दरबार, नारायण शाह, पृथ्वीनारायण शाहको दरबार, पृथ्वीनारायण शाहको पाला भन्ने गीत थियो। ल अब हामी यहाँदेखि निस्किन्छौँ होइन। ट्याक्क दरबार हेरियो। अनि यहाँ दरबारभित्र चाहिँ केही छैन, सबै मुनि म्युजियममा छ। अब म्युजियम छिरेर हेर्छौँ होला। आज यसलाई चाहिँ ह्यान्डसम देखेको छ कि सबै। ल ट्यापे पाडामा होइन। मैले आज एउटा भाडा छैन भने किन हो, यहीँ हुन्थ्यो पहिला त है। यति चाहिँ यही हो क्या भाडा होला भने हो भने। ल हामी त अब निस्केको मुनतिर। अब म्युजियम छिर्छौँ होला। म्युजियम त धन्दै लडेन, म्युजियम चाहिँ फर्स्ट टाइम छिर्न लाग्यो हामी होइन। जस आज दिन पनि शीतल बस्छ बाबु है। भने यस्तो आनन्द छ कि। तर आज हाम्रो यहाँ पुर्खा भेट्नु गएको खत्तम बस्छ कि, यस्तो मजा आउँथ्यो। यहाँ आइज नि, यहाँ छिरौँ आउने। गोर्खा दरबार। ल यहाँ धेरै डमर रहेछ नि त, त्यहाँ बस्ने ठाउँ रहेछ नि त। डोली होइन, दरबारको म्युजियममा छौँ। यी पहिला पुरानो डोली, ट्याक्कै डोली चढ्नेछु ट्याक्कै सिधै। यहाँ त डेन्जर छ कि। वा ड्रेस लगाएर सरेर मलाई निस्किरहेको डेन्जर। अहिले त हामी होइन पुलनिर आएर यसो बसेको एकछिन। अनि ट्याक्कै यहाँ सुसन चाहिँ त्यहाँ अगाडि शीतलमा बसिरहेको छ होइन। अनि पानी पर्न लाग्छ, अनि घाम त लाग्दैन होइन। अनि अब गोर्खादेखि निस्क्यौँ हामी। अब हेरौँ के हुन्छ, अरू हेर्दै गर्नु होला।
बर्सेन्डीको ड्याम खोलिदिएछ। खोला त आमा खतरा बढेछ भनेर माछा त यहाँ कति छ होला है, माछा भित्र छटपटी कति बगेछ होला है, केटा पनि तन्ने छ कि। अनि हामी चाहिँ होइन यो गोर्खाको पुलनिर आएको होइन, अनि यहाँनिर गोर्खा जाने डरबा त्यहाँनिर भयो होइन। अनि यहाँनिर खोला यस्तै बढेछ कि मजाले, त्यही उतादेखि उता चितवन जाने बाटो भयो होइन यो पुल। अब घर जान लाग्यो, खालि मात्रै भन्छु क्या मैले घर जान लाग्यो भनेर। अब के हुन्छ अहिले चाहिँ हामी होइन यहाँ मर्सानीको ड्यामतिर आएको होइन। अनि यहाँ चाहिँ माछा मार्न यति मान्छे आएको छ। यहाँ यो खोला सुकाइदिएको चाहिँ आज है, मर्सानी यो खोलिदिएको चाहिँ ड्याम खोलिदिएको चाहिँ होइन, यस्तरी उता मुही खोलिदिएको छ। अनि मुही मान्छे माछा मार्न ऊ त पारी छ क्या कति मान्छे त यहाँ टन्नै मान्छेले होइन माछा सवारी छ होइन। कस्तो मजा आखाला उनीहरूलाई होइन। त्यहाँ हामी थोरै लेट भइसक्यो क्या, हामी नत्र हामी नै आइदिए जानुहुन्छ कि अहिले त रात पर्न लागिसक्यो होइन। गएर काम छैन, फोन खस्यो भने फेरि जिन्दगीबाट बर्बाद। यसले मजाले हेरेको छ टिआर जाल थापेको यार, यो मान्छे टिआर जाल थापिरहेको होइन। यो अघि यो त पुरै यो त्यति आसेर कोही त खोला चाहिँ पानी त अघि यहाँ खोलिदिन्छ कि हरल्लै गसेर क्या हामीले त्यो मिस गरिहालिन्छ हेर्न यार। त्यो मान्छेलाई कति खुसी भयो क्या त्यो माछा समात्दा। त्यो मुनसँग छ कि मान्छे नि कसलाई यो मान्छेले डुबाइ छैन मजाले यहाँ थापेछ यार। हेर्न त्यो चुमानी हेर्न लु यति आएको त पानी त के हो। टिआर जाल हेर यस्तै थापिरहेको यार आनन्दसितको। आजको दिन घुमेरै गयो भने आमा ठिकै भयो आज है, गोर्खा सोर्खा गयो सर। यता गएको ड्याम खोलिदिएको अघि यहाँको ड्याम कन्टेनरहरू रहेछ नि त्यहाँ। यहाँ त छ क्या माल खतरा खतरा सामानहरू। ल अहिले त होइन म चाहिँ घर नि आइसकेँ होइन। अनि घर सर आएर एकछिन रेस्ट गरेको थिएँ होइन। अनि ट्याक्कै यहाँ बाहिर त्यहाँ घोडा चढाइरहेको छ कि बबाल घोडा ल्याएको छ बन्दीपुरमा नि होइन। सही छ होला कलरिङ चाहिँ। ल अब म धेरै लामो लाँदा छोटो मिठो भयो आज भिडियो। अन्तिसम्म हेर्नु हजुर होला धेरै भन्न आएन कि बिर्सेँ क्या सबै कुराहरू होइन, पहिलाको कुराहरू धेरै भयो नि त मैले कन्टिन्यू गर्नु गरेको। ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सबैजनालाई फेरि पनि हेर्दै गर्न जुन गर्न सबैजना बाई बाई। जय मसी नमस्ते टेक केयर।